ल है गाइस, हामी लिएर आइसक्यौँ भेरिटार एक्सप्लोरको ब्लग्स वाच टिल द इन्ड है त। आज चाहिँ हामी भेरिटार एक्सप्लोर गर्न गइरहेका छौँ। भेरिटार एक्सप्लोर गर्नु अघि चाहिँ हाम्रो अलिकति पेट पूजा गर्ने निर्णय भयो, त्यही भएर हामी दुईजना चाहिँ पेट पूजा गर्न बसेको। भेरिटार आउने अनि थुक्पा नखाने भन्ने हुन्छ त, त्यसैले सुरुमा चाहिँ हामीले चिकन थुक्पा अर्डर गर्यौँ। त्यसैसँगै हामीले हट स्पाइसी विङ्स पनि मगाइहाल्यौँ। छिटो छिटो खाएर हामी चाहिँ लाग्यौँ भेरिटारको मार्केट एक्सप्लोर गर्न। अब सुरुमा चाहिँ हामी भेरिटारको मटका चिया भनेर हामीले धेरै नाम सुनेको थियौँ। अब हामी त्यहाँ जान्छौँ, प्लस म एकचोटि गइसकेको छु, त्यही भएर मलाई लोकेसन थाहा छ अनि हामी सुरुमा चाहिँ त्यहाँ गयौँ है त। त्यहाँ गएपछि हजुरहरूले देख्न सक्नुहुन्छ कस्तो मजाले मेन्टेन गरेर राखेको छ होइन। अनि डेकोरेसन पनि राम्रो छ, ग्रिनरी छ, अनि सर्भिस पनि त्यतिकै राम्रो छ। हामी गएर बस्ने बित्तिकै एकैछिनपछि बनाएर ल्याइदिइहाल्नु भयो। हामी अलिक चिनी बढी खाने भएर होला हामीलाई चाहिँ अलिकति गुलियो नपरेको जस्तो थियो, बट ओभरअलमा चियाको टेस्ट त मिठो थियो, नरिवल हालेको। हामीले त्यहाँ पुगेर चाहिँ के थाहा पायौँ भने त्यहाँ चाहिँ यसरी चियाको कपमा नाम लेखिँदो रहेछ। उहाँले मेरो र उहाँको नाम लेख्न खोज्नु भएको, उहाँले अलिक स्पेस कम छोड्नु भएछ, सङ्ग भयो, मेरो नाम सङ्गमबाट। त्यहाँ जी लेख्नु, मसँग घिमिरे नेपाल हुन्छ भने तपाईँ पनि सँग खेलेर नेपाल घिमिरे। हामी पुग्दै ढिला भइसकेको थियो, त्यही भएर हामी चाहिँ फटाफट चिया खाएर चाहिँ अब चाहिँ हामी मार्केट घुम्नुपर्छ भनेर निस्किन लागेको छौँ। हजुरहरूले मेरो पछाडि देख्न सक्नुहुन्छ त्यस्तै कपहरू नाम लेखेर राखेको छ। त्यही मौकाको फाइदा उठाएर सरले पनि आफ्नो कम्पनीको मार्केटिङ गरिहाल्नु भयो। मार्केटिङ एट द पिक। अब त्यसपछि आयो बिल तिर्ने पालो। बिल तिर्न जान मात्र लाग्नु भएको थियो, मैले यहाँनिर डल देखिहालेँ अनि मैले एउटा लेखिहालेँ। अब पालो आयो घुम्ने, अनि हामी चाहिँ हिँड्दै हिँड्दै मासतिर जाँदै थियौँ होइन। त्यतातिरबाट चाहिँ राम्रो भ्यू देखिन्छ भनेर होइन। वेदर त त्यसै खुलेको थिएन त्यो दिन, अनि त्यही पनि हामी यसो मासतिर जाउँ भनेर अनि हामी दुईजना चाहिँ लखर लखर हिँड्दैछौँ। अनि यो साइडमा चाहिँ पुरै त्यो सेकुवा कर्नर मतलब सेकुवाहरू पाउने ठाउँहरू रहेछ होइन। अनि त्यसपछि हामी त्यस्तो अब ऊहरू त खाँदैनौँ, अनि हामी चाहिँ त्यही भएर हाम्रो लागि होइन यो भनेर हामी चाहिँ अगाडि बढ्यौँ। ल गाइस, तपाईँहरूले हेर्न सक्नुहुन्छ वेदर चाहिँ होइन, भेरिटार चाहिँ वेदरकै लागि फेमस हो क्या। कस्तो राम्रो वेदर छ नि त। इटालीको त्यस्तो गर्मीबाट गएपछि त्यहाँनिर यस्तो रिफ्रेसिङ वेदर, चिसो होइन, त्यसैको लागि। सो अनि मैले तपाईँहरूलाई देखाउँदैछु, हेर्न सक्नुहुन्छ वेदर चाहिँ एकदम हुस्सु लागेको छ होइन। अनि यहाँबाट कस्तो राम्रो आइरहेको थियो, अनि मैले उहाँको एउटा फोटो खिचेको। खासमा यो शङ्ख, भेडा अनि लायन देखाउनुको के हो मैले भन्न खोजेको भन्दा चाहिँ यो लायन चाहिँ हामीले पढाएको थियौँ, त्यो चाहिँ लायन्स क्लबले बनाएको रहेछ। अनि हामी चाहिँ सिधै मासतिर जाँदैछौँ। सरलाई चाहिँ हेर्न सक्नुहुन्छ अब चाहिँ अलिक घामको राप आउन थाल्यो, अनि सरले ज्याकेट खोलेर हिरो बनिसक्नु भएको छ। सर एकचोटि यहाँ पुरिदिनु त। तर अहिले गर्मी भयो नि त, धेरै मेरो जिउको भित्र थुक्पा गयो तातो। त्यसपछि म अहिले यो टुप्पोमा हावा चले पनि अब धेरै फुर्ती नलाउनु, यतिको चाहिँ चाहियो। यो तराईबाटै आएको भने थाहा हुन्छ यस्तो छ। हामी चाहिँ अब मासतिर जाँदै गाइज। मेरो यो अमानत 300 रुपियाँमा किनेको झन् 2 टुक्रा भयो। तपाईँ के भन्न चाहनुहुन्छ? बनाइहाल्छु म, मलाई त लास्टै दुःख लाग्यो नि यार। अब म यत्तिकै डुलेको भिडियो बनाउने वाला छु मेरो आफ्नै, किनकि यो भिडियोमा त म नै आउँदिनँ, मैले बनाउँदाखेरि म आउँदो रहन्छु कि। म खालि अब सेल्फीबाट बनाउँछु। घाम लागिसक्यो गाइस, 5 बजे अस्ताउन लागेको, घाम लागेछ तर ठिक छ। हामीलाई अलिअलि भिज्न लेखाएर छ, त्यही भएर मेरो हस्बेन्डले चस्मा लगाएको पनि हेरिदिनुहोस्, हुन्छ नि देखिनु भएछ। अब चाहिँ म गएँ, बाई बाई। अब फोटो खिचिँदैन, मोबाइलमा पर्सेन्ट चार्ज सकिसक्यो। बाई बाई।
अब चाहिँ हामी भिडिटार बजार घुम्दैछौँ होइन। मैले देखेको अनुसारले चाहिँ यहाँबाट चाहिँ इटरीको लागि चाहिँ धेरै गाडी रहेछन् होइन। अरूभन्दा धेरै चाहिँ सबैभन्दा धेरै चाहिँ इटरीको लागि रहेछ होइन। अब त्यहाँबाट मान्छे घुम्न आउने भएर पनि होला होइन। हामी चाहिँ लखर हिँड्दैछौँ, भिडिटार बजार घुम्दैछौँ। नाइट भ्यू अफ भिडिटार, यो चाहिँ स्काई वक माथि देखेको टल्किरहेको चाहिँ तल चाहिँ उ त्यहाँनिर माथि चाहिँ हिले बजार छ, धनकुटा बजार यहाँबाट देखिँदो रहेछ होइन। यस्तै रहेछ। अब चाहिँ केही खाउँ भनेर हामी डुल्दा गरेर हामी केही खानको लागि आफू बसेको होटलमा आएको छौँ। यहाँबाट माथिबाट देखाउन चाहन्छु, यस्तो देखिँदो रहेछ राति चाहिँ भिडिटार। कस्तो रमाइलो। तर हामी त कहिले बेलुका आएको थियौँ, जहिले दिउँसो मात्र आइरहेको थियौँ। रमाइलो चाहिँ रमाइलो छ त्यो श्रीअन्त पनि बेलुका। अझ हाम्रोमा त श्रीअन्त जाँदाखेरि अलि हामी अलिक कर्नरवालामा बसेको छौँ, अलि मेनतिर बसेको भए चाहिँ। तर हिँडेर जाँदा त पनि तोरीको फुल देखिने र मेरो हालत खराब भइसक्यो उहाँको फोटो खिच्दै। म केटी हो क्या, मेरो फोटो धेरै खिच्नुपर्छ, तर होइन हाम्रोमा जस्ट अपोजिट छ। म थाकिसकेँ फोटो खिच्दै। पोज धेरै भइसक्नु भएको छ, अब यसरी फोटो खिचिदिनु पऱ्यो नि। अनि मलाई मान्छेले क्रिन्ज भन्छन् होला होइन, तर क्रिन्ज के भन्नु अलिक खै के भन्छ थाहा छैन। मेरो खुट्टा राष्ट्रै डुलेको आज बाइकमा राख्दै अनि त्यसपछि म कसरी बसेको छु म देखाउँछु न। टेबलमा बस्ने यस्तो छ, मलाई कस्तो गाह्रो भएको थियो, उहाँको पनि त्यस्तै थियो। कस्तो मैले सुनिसकेको छ क्या, खुट्टा पनि सुनिसकेको छ। This is भिडिटार and this is me. आँखा यति रसिलो भइसक्यो। पानी जहाँ जाँदा पानी, म हिँड्नेपछि पानी पर्नुपर्छ। मेरो चार्जर छ त्यही भएर मलाई त्यस्तो छ। म हिँड्ने बित्तिकै म पानी पर्छ। तपाईँले याद गर्नुभएको छ अस्ति हामी कहाँ गएको थियौँ? होइन के अरे अस्ति हामी कहाँ गएको थियौँ अरे? हजुर र म कहाँ गएको थियौँ? लाहान जाँदा नि पानी परेको छ, उता जाँदा पनि पानी परेको छ, मम्मीहरूसँग शङ्कर बेली ताल जाँदा नि पानी पर्यो, जहाँ जाँदा नि। अब आज पनि परेको थिएन वहाँ पुग्ने बेलामा। होइन नि त्यस्तो। तपाईँलाई एउटा कुरा थाहा छ, एउटा कुरा के भनौँ, कुनै पनि शुभ कार्य हुने बेलामा पानी परेको राम्रो। त्यसैले म घुमेको राम्रो रहेछ। पत्याउनै पर्यो नपत्याएको त्यस्तो छ। त्यही भएर म घुम्नु भनेको राम्रो कार्य हो, त्यही भएर पानी परिरहेको छ। म त्यसरी लिन्छु, लुगा बोकेर हिँड्छु बरु एक जोर एक्स्ट्रा, तर डराउँदिनँ पानीबाट। हेर्दै हाम्रो खाना पनि आयो। बिरयानी अर्डर गरेको छौँ, मामुवा खाने अरे। अनि त्यसपछि अर्को भनेको चाहिँ चिकन चिल्ली चाहिँ हामी दुवैजनाको लागि भनेर अर्डर गरेको। यो चाहिँ द नेक्स्ट डे, यो चाहिँ भ्यू फ्रम आवर रुम होइन। एकदमै धेरै राम्रो देखिरहेको थियो। बिहान उठ्ने बित्तिकै पनि अब हामीले चेकआउट गर्न जाँदैछौँ। अब चेकआउट गरेर अब चाहिँ हामी भिडिटारबाट किन्ने सब्जीहरू किन्न गइरहेको छौँ है त। सुरुमा हाम्रो पाथी भएर मन्दिर जाने कुरा भएको थियो होइन, तर ड्यु टु सम रिजन हामी जान पाएनौँ। अब हामी तरकारी किन्न लाग्यौँ। यो माथि आन्टीहरूलाई पनि आउँछ। हामी चाहिँ हरेकचोटि भिडिटार जानु र हरेकचोटि सब्जी किन्नु इज पर्मानेन्ट। अरूभन्दा नि हामी मेनली चाहिँ के किन्छौँ भने मुन्टा, इस्कुसको मुन्टा चाहिँ फिक्सै हो। अनि त्यसपछि आयो काउली मिठो हुन्छ अरे नि त लेकको, त्यही भएर चाहिँ हामी काउली पनि लिँदैछौँ। अलिकति अगाडि के आएको थियौँ हामीले देख्यौँ कि सिमी रहेछ राम्रो खालको, अनि त्यसपछि काँक्रो रहेछ, अनि एभोकाडो पनि ल्याउन बिर्सेरहेछ। अनि हामीले 3 टुक्कै किन्छौँ अनि हामी सुन्छौँ। छ त ऊ त छेउको भइहाल्छ त त्यो भयो। त्यो साग पनि लैजानु जान्थ्यो त्यस्तो साग।
चाहिँ हामीले सपिङ गरेर निस्किन लाग्यौँ म हजुरहरूलाई उहाँ पुगेर देखाउँछु यहाँको देखिरहेको छ होइन उहाँ पुगेर देखाउँछु हामीले के किन्यौँ भनेर यति तरकारी किन्यौँ अरू त केही किनेन अनि अहिलेसम्म खुलिरहेको थियो अब पुरै हुस्सोले ढाकिसक्यो अब त घरै जाने हो फेरि गर्मीमै जानु छ आउँदा जस्तो थियो अहिले जाँदा पनि त्यस्तै छ अघि हामी पछि भएर मन्दिर जाँदै गरेको देखाएको थियो होइन अनि बिचमै मैले फेरि यतातिरको देखाएँ किन भन्दाखेरि हामी ट्याक्क गेटमा पुग्नु पर्ने मैले सम्झेँ कि मेरो अर्को मोबाइल हरायो मैले ल्याएकै छैन भन्ने सम्झेँ अनि मैले ए ला भनेर अनि हामी फेरि फर्केर गएर अनि त्यसपछि त्यो मोबाइल लिनु गएको थिएँ डाइरेक्ट त्यही भएर मैले नदेखाएको अब त्यो अर्को त त्यहाँ हो भन्नुभएको रहेछ अनि डाइरेक्ट घरतिर लाग्यौँ अब चाहिँ बिस्तारै बिस्तारै हामी धेरै तल झरिसक्यौँ भेडेटारबाट अब चाहिँ गर्मी हुन थालिसक्यो क्या अघि माथि त्यस्तो हुस्सो त्यस्तो चिसो थियो होइन अहिले चाहिँ पुरै गर्मी हुन थालिसक्यो अनि हामी सर निस्किँदैछौँ अब त छिटो घर पुग्नु पर्यो भइसक्यो नि त अटो ट्याक्क क्रस गर्ने बेलामा लेन उसमा स्टार्टै भएन जगदम्बाले 2x1 निकालेको गाडी है पोखरा धरान यो फुल भित्रै तपाईँहरूलाई गाडीको केही नलेज चाहिएको छ भने उहाँ मेरो श्रीमानज्यूसँग लिन सक्नुहुन्छ कसले के गाडी लियो भनेर सुरुमै निकाल्नुभन्दा अघि थाहा हुन्छ त्यो त राम्रो त मैले नराम्रो भनेकै छैन अपडेट फुल्ली अपडेट अरू केमा हुनुहुन्छ कि हुनु थाहा छैन गाडीमा चाहिँ फुल्ली अपडेट बिजनेस बिजनेस भन्न काठमाडौँको लोकल गाडी नि यति छिटो छुट्दैन होला है यार पोखराको लागि यहाँबाट हाई स्पिड छ तर यो गाडी त कहिले पुग्नु हो यतिखेर हिँडेर आएको नि होला तिमीलाई म तिहार लोकल जुन खाउँछु भनेको लोकल जुनको भेट हामी चाहिँ कतै पनि टाइम वेस्ट नगरिकन सिधै घर आयौँ बरु घरमै पकाएर खाउँला भनेर यहाँनिर चाहिँ पुलिस चेकिङ भएको हो कि एक्सिडेन्ट भएको हो के हो थाहा छैन त्यहाँनिर ट्राफिक पुलिस सर हुनुहुन्थ्यो यसैसँगै हामी चाहिँ आइपुग्यौँ इटरी चौक अब चाहिँ हामी घर गएर खाना पकाएर खानेवाला छौँ त्यस्तो नहुनु नि अब हामी घर आइपुग्यौँ भर्खरै सधैँ जस्तै उहाँ मलाई गेटमै छोडेर तिमी खाना पकाउँदै गर म अफिस गएर आउँछु यो कस्तो हो भने मलाई एकदम धेरै रिस उठिरहेको जहिलेको हो जहिलेको के र बिते जस्तो गेटमै छोडेर सामान सब सामान लिएर आउनुको लागि म कति गाह्रो भयो मलाई रिस उठिरह म त पकाउँदिनँ म त मामा मात्र बस्छ आएर तरकारी आफै पकाउनुहुन्छ बाई बाई मलाई रिस चाहिँ उठिरह त्यही पनि म के किनेर ल्याएको भनेर देखाउँछु है तपाईँहरू पछाडिको मिस देखेर चाहिँ मलाई जज नगर्नु होला सुरुमा चाहिँ हामीले एउटा अघि देखाइसक्यो काँक्रो लिएर आयौँ काँक्रो चाहिँ मलाई चाहिँ एकदम धेरै मन लाग्छ मलाई चाहिँ छिटो खानु चाहिँ धेरै अर्ग्यानिक खाने भनेको अब यसमा यिनीहरूले दिसा खाने हाम्रो गल्ती भएन अब गाडो लिएर आएको यसको चाहिँ म अब गाडो सेक बनाउँछु अनि काउडी लिएर आएको दुईटा अनि त्यसपछि आउँछ पालो इस्कुसको मुन्टा उसको मुन्टा लिएर कति ठुल्ठुलो छ मेरो फेसमा ठुलो छ एउटा चाहिँ माथि आन्टीहरूलाई दिने अनि एउटा चाहिँ हामीलाई
दुई 3 दिन पुग्छ हामीलाई त्यो एक मुठा यही हो हाम्रो। अनि मैले हजुरहरूलाई हिजो देखाइहालेँ थिएँ मैले आफ्नो लागि भने के किनेको भनेको त्यो एउटा किरिङ हो त्यो पनि बिग्रेको थियो मैले फेरि बनाएँ कुन दुनियाँमा त त्यो मैले बिग्रेको यति हो। अब पकाउनु पर्ने मलाई अल्छी लागिरहेको छ भोक त लागिसक्यो पकाउनै पर्यो नि। बाई बाई टेक केयर। त्यही थियो हाम्रो एक दिनको भिजिट। अन्त हामी कतै पसेनौँ सरको सर बिजी हुनुहुन्छ अनि कतै पस्न पाइएन अनि हामी गयौँ। बाई बाई टेक केयर। Thanks for watching. Please do like my video and subscribe my channel.